रामदाईको घर रामेछाप जाँदैछु। अनिता दिदी पनि आइसक्नु भएको छ। ए मसँग चाहिँ हात नपर्छ। कसले पत्तातिर पानी परेको थिएन। ए के भएको थियो भन्दाखेरि म यस्तो खुट्टामा फाइनली दाइहरू आइसक्नु भएको छ। आज चाहिँ हाम्रो डे 2। अब हामी चाय ब्रेक लिन लागेको छौँ। यो जाडो भएर घाम तापेको रात पनि पर्यो, पानी पनि बसिन आँट्यो। हाई गाइस, सबैजनालाई नमस्कार। आज चाहिँ हामीसँग हुनुहुन्छ हाम्रो प्रतिज्ञा भण्डारी अनि के सुशीला दिदी। हामी कहाँ जाँदैछौँ दिदी? हामी चाहिँ अहिले रामदाईको घर रामेछाप जाँदैछौँ। किन? त्यहाँ चाहिँ एउटा एकदम विशेष कार्यक्रम छ। त्यो कार्यक्रम चाहिँ के हो, हामी चाहिँ त्यो चाहिँ तपाईँहरूलाई उयो गएर देखाउँछौँ ल। अनि हाम्रो मुना अनि त्यसपछि सिर्जना दिदीहरू पनि आउँदै हुनुहुन्छ, तर हामीभन्दा अगाडि अनिता दिदी पनि आइसक्नु भएको छ। ए मसँग चाहिँ हात नपर्ने यस्तो नै हुन्छ। चोक भम्मा बस भनेर यसलाई भन्दो रहेछ नि त निको सोरा चोक। मलाई थाहा थिएन। फाइनली गाइस हाम्रो आउँदै हुनुहुन्छ नाच्दै नाच्दै। मेरो कुरा कसले पत्तातिर पानी परेको थिएन। कहाँ पर्यो पानी? कहाँ हाम्रोतिर परेकै छैन। फर्स्ट टाइम हिँडेर लास्ट टाइम आइपुग्ने मुना दिदी। ए आज हामी जाँदैछौँ रामेछाप। हामी जाने त्यही बाटो होइन र? के थाहा छैन ताइले चोकबाट भन्दा यताबाट जान चिया खाम न, चिया खाँदै बसेर उ त उसमा डेरीसम्म पाउँछ। मैले पाउँछ नि फुलबाखा। कुन डेरी? जान्न रामशाला वेट गरेको यसरी अरू बेला हामी गाडी वेट गरिदिनु र सुटिङमा जाने बेला रामशाला वेट गर्दैन थियो नि त। अनि पहिलोचोटि रामशाला वेट गर्ने भएको जो मान्छे आयो ए के भएको थियो भन्दाखेरि म यस्तो खुट्टामा दुई थरीको मान्छे ओ फाइनली नमस्कार। फाइनली दाइहरू आइसक्नु भएको छ। अब हामी जान्छौँ। हामीले देखाएको थियो दाइलाई। अबको हाम्रो यात्रा चाहिँ रामेछापसम्मको है सायद। अहिले हामी बनेपामा छौँ र अहिले चाहिँ हामी बनेपामा किन रोकेका छौँ भन्दा चाहिँ अहिलेसम्म पत्ता लागेको छैन। गन्तव्य चलिरहेको छ। अब हामी यहाँबाट हिँड्छौँ अनि तपाईँहरूलाई रामेछाप कस्तो छ भनेर देखाउँछौँ। हामी चाहिँ कुरकुरे खाँदैछौँ। अनि त्यसपछि अब म बिचमा चाहिँ भिडियो खिच्न सक्दिनँ किनभने यो चक्लेट सकिने बित्तिकै मलाई दिगाउँछ। त्यसपछि म यस्तो गर्छु। हजुर ल ल हाम्रो म्याडम निस्किँदै हुनुहुन्छ। उहाँको लागि भव्य स्वागत गरौँ हामीले। ओ दिदी बहिनीको माया देख्न सक्नुहुन्छ गाइस। सो गाइस हामी चाहिँ खाजा खाएर आफ्नै बाटोतर्फ लागिसकेका छौँ। हाम्रो चाहिँ गाडी बिग्रियो साथीहरू, त्यही भएर रोसी खोलामा बेपत्ता तालले बसेका छौँ। भर्खर निन्द्रा लाग्ला जस्तो हुँदै थियो, बट अफसोस
साथ दिएन यो गाडीले। यस्तो रमाइलो हुँदैछ यहाँ। यो चाहिँ हाम्रो खाना खाइसकेपछि गर्ने एक्सर्साइज हो जी। हेर्नुहोस् हामीले यसरी खुट्टालाई यस्तो गऱ्यो भने चाहिँ यो पेट घट्छ। ठाडोमा भिडियो पनि बनाउँछ। हामी चाहिँ मन्थली आइपुग्यौँ। गाइस हामी चटपटेको खोजीमा औतारिरहेका छौँ। निन्द्राले आँखा लट्ठ भएको बेला ओह्रालिदिनु भयो। गाइस कहाँ त्यसरी हुन्छ त नि? हाम्रो चाहिँ दिदीको एउटा सामान हराएको थियो, एकदम भइराख्नु भएको थियो। उहाँलाई एउटा सरप्राइज छ। तपाईँ के हो, जहाँ बस्यो त्यही सामान छोड्ने? जहाँ बस्यो त्यही सामान छोड्ने? त्यो कुर्सीमा थियो नि। तपाईँलाई धन्यवाद भन्नु उसैले मलाई उसै देखाउनु मलाई। हामी चाहिँ दाइको घर आइसकेका छौँ। अहिले कति बज्यो? अहिले 6 मिनेट गयो। 6:06 जाँदा हामी चाहिँ यहाँ आइपुग्यौँ। हामी छौँ हामी चाहिँ यहाँनिर हेर्नुहोस्। हाई आज चाहिँ हाम्रो डे 2। आज चाहिँ हाम्रो भाइको यहाँनिर चाहिँ धेरै बोटहरू रहेछ। किम्बुको बोट रहेछ, अम्बाको बोट रहेछ, आँपको बोट रहेछ, है पपैया के भन्छ त्यो मेवाको बोट रहेछ। अनि त्यसपछि तर खाने बेला चाहिँ कुनै भारेन रहेछ। यस मकै पनि रहेछ गाइस। भनेपछि यो ठाउँ मिक्स रहेछ, चिसो पनि तातो पनि मिक्स। अब हामी जाँदैछौँ हाम्रो राम सरको घर, तपाईँहरूलाई देखाउँछौँ है त। हाम्रो बिहानको मौसम चाहिँ एकदम राम्रो भइरहेछ। बिहान चाहिँ पानी परेको थियो, अहिले चाहिँ यस्तो मजाले टन्टलापुर घाम लागेको छ साथीहरू। साथै उता तल डान्स हेर्न सक्नुहुन्छ हजुरहरूले, कति राम्रो नाचिरहनु भएको छ। अहिले हामी गइरहेको छौँ यो दारुन खुलाउन। शीतलमा घाममा बसेर पटपट फुल्छ। त्यही खुलामा चाय ब्रेक लिन लागेको छौँ। यो एउटा मैले यसलाई यसो गर्छु होइन। यति मिठो चिया पकाएर खुवाउने चाहिँ उहाँ हो है। उहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो चाहिँ चिया कार्यक्रम, हाम्रो नै मेरो घडिदिनै मिल्दैन र त अनि चिया कार्यक्रम उ त सोध्नु न साथी सकिरहेको छ। अब चाहिँ हामी फेरि पुनः बेलुन फुलाउनतर्फ लाग्छौँ। देख्न सक्नुहुन्छ उता बाजा बजेको बजे छ। आई हेभ अलरेडी 2 फोन्स है अनि यो आइफोन कि माइफोन म देखेँ। मैले यो यस्तो कि अनि हल्लिदैन कि मोमेन्ट पनि। हाई मैले भर्खर भ्लगिङ गर्न सिक्दैछु। अनि त्यसपछि हाम्रो साथमा हुनुहुन्छ
खान सुसिला नानी मैदा चाहिँ मुना भाउजू अनि हामी खाँदैछौँ चिया। सो गाइस यहाँ तल चाहिँ मन्दिर छ, त्यहाँ चाहिँ पूजा गर्ने कार्यक्रम भइरहेछ अहिले चाहिँ देख्न सक्नुहुन्छ। यहाँ रेडी हुने कार्यक्रम चलिरहेछ देख्न सक्नुहुन्छ यहाँहरूले है। सो हामी चाहिँ रेडी भइसकेका छौँ साथीहरू, अब चाहिँ हामी जान्छौँ। अब मेरो पनि भित्र गरिदिनु पर्यो। हामी चाहिँ गर्मी के भन्छ जाडो भएर घाम तापेको रामेछापको रातो माटो डाँडामा त्यहाँ माथि घाम तापेको भनेपछि हाम्रो अवस्था के होला भन्ने हाम्रो ठन्डा छ। अनि पहिलेको भागमा चाहिँ समय बिताएर ड्रोन अर्बिटर हो, एकछिन टावरहरूको बारेमा ड्रोन ल्यान्ड गरेको समयमा पनि मैले शान्ति पाइन दर्शकबिन। रात पनि पर्यो, पानी पनि बसिन आँट्यो, झन्डै झन्डै यहाँबाट पानी झर्न आँटेछ हेर्नु, यस्तो भएको छ बादल। मेरो बहिनी छ, मेरो दिदी तपाईँले फुलाएको बेलुन जति सबै हेर्नु त्यस्तो भयो। यो चाहिँ मैले फुलाएको बेलुन अरे होइन, खोइ हौ जुम पनि हुन्न। ल पानी पर्न आँट्यो गाइस, पानी पर्न आँट्यो। मलाई मेरो खोटाङ पुगे जस्तो महसुस भइरहेछ। सो गाइज आज चाहिँ हाम्रो डे 3 अस्ति आयौँ, हिजो कार्यक्रम मनायौँ, आज चाहिँ हामी फर्किँदैछौँ रामेछापबाट। हामी फर्किँदैछौँ फाइनली काठमाडौँ आज, तर कति बेला पुग्छौँ थाहा छैन, भोलि हुन पनि सक्छ पुग्दाखेरि होइन। जी
लागेको छ बट यो चाहिँ हल्ला खुल्ने रहेछ यहाँ चाहिँ थोरै पिपिक्क खुल्ने रहेछ बट यो हावाले हामी दुईटीलाई पुग्दैन अब हामी काठमाडौँ पुग्दा सिरियस बिरामी हुन पनि सक्छ हाम्रो टार्गेट चाहिँ यहाँ बस्ने थियो तर अफसोस उहाँले क्याप्चर गर्नुभएको छ हामी चाहिँ अहिले गोलखाको बाटो आएको थियो अनि त्यो बाटो रोसी खोलाको बाटो बिग्रेर अनि त्यसपछि अहिले चाहिँ हामी छौँ चरीकोटमा चरीकोट भने गोलखा चरीकोटमा यहाँ चाहिँ हाम्रो गाडी चार्ज गर्नलाई एकछिन टाइम